हेलो एभ्रिवान, त म आज भ्लगिङ स्टार्ट गर्दैछु इभिनिङबाट। त यहाँनिर मैले मिल्क मगाएको थिएँ 5 मिनट ग्रोसरीबाट। त यहाँनिर मिल्क आएको थियो अनि गार्लिक पनि फिनिस भएको थियो, ओलेको क्रिम पनि मगाएको थिएँ। त साथी दादा दिदी आउनुभएको छ नि, मेरो जेठाजु जेठानी दिदी। त उहाँले लिएर आउनुभयो पुच्का अनि साथी मैले यहाँ ब्रेड पकौडा पनि बनाउँदै थिएँ घरमै। अनि यहाँनिर आलुको स्टफिङ बनाएर रेडी गरेको थिएँ। अनि यहाँनिर बेसनको घोल बनाएर यसको बेसनको लिक्विड बनाएर गरेको थिएँ। साथी चाय पनि बनाएको थिएँ। अनि मेरो छोरालाई खान मन लागेको थियो पिज्जा। त त्यसको लागि हामी आयौँ पिज्जा खानको लागि डोमिनोज। त डोमिनोजको सानो सो क्लिप लिएको छु यहाँनिर। साथी हामी नेक्स्ट डेको यो हो फेरि। नेक्स्ट डे हामी मार्केट गएको थिएँ। त यहाँनिर बजारमा लिएर बसेको थियो, सबै प्रेस्टिजको थियो, दामी दामी सामान, थोरै दाम थियो तर। अनि त्यसको बाद हामी घुम्न आयौँ। यो थियो रिभर गुवाहाटी रिभर ब्रह्मपुत्र रिभरको फ्रन्ट पार्ट चाहिँ यहाँनिर थियो, त्यही हेर्न आएको थिएँ। अनि साथै घरमा आएर बाबुको थोडा सा इन्जोय। थ्याङ्क यू फर वाचिङ।